मेरी आमा सधैँ आफूले दुःख भोगेर आफ्नो सन्तानलाई खुसी दिनको लागि हर सपनाहरू त्याग्ने शब्द हो आमा। भगवानको दोस्रो आमा हो। भगवान सबै ठाउँमा पुग्न सक्दैनन्, तर आमा आफ्नो सन्तानलाई दुःख कष्ट पर्यो भने जहाँ पनि पुग्न तयार हुने आमा। आमा शब्द अमूल्य छ, बुझ्नेको लागि यो अमूल्य हो। भगवानभन्दा नि प्रिय चिज आमा, जसले 9 महिना काखमा राखेर साह्रै पीडा भोगेर दुःख कष्ट गरेर आफ्नो सन्तानलाई हुर्काउनको लागि आफ्नो सपनाहरू त्याग्ने तयार हुने आमा। आमाको बारेमा त भगवानले त वर्णन गर्न सकेनन्, हामीले त के वर्णन गर्ने। तर देखेको दुःख कष्टहरू आमाले जस्तो अरू कसैले देख्न सक्दैन। त्यही भएर आमा भन्ने शब्द धेरै अमूल्य हुन्छ। आमाको सधैँ मान सम्मान गरौँ, इज्जत गर्न सिक्नु दाजुभाइ दिदीबहिनीहरू। किनभने भगवानलाई पूजा गर्नु र आमालाई अपहेलना गऱ्यो भने त्यो केही फाइदा छैन। बरु भगवानलाई पूजा गरे नि नगरेमा, तर भगवानमा आमामा भगवान बस्नुहुन्छ। त्यही भएर आमालाई मान सम्मान इज्जत गऱ्यो भने भगवान त्यसै प्रसन्न हुन्छ। त्यही भएर आमाको सधैँ इज्जत गरौँ। मेरो फेसबुक फ्यामिली यही हार्दिक अनुरोध छ तपाईँहरूलाई। ल